यहोशू 8 अध्याय। ए सहरको कब्जा। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, नडरा, निराश नहो, सारा योद्धालाई साथमा लैजा। उठ, ए माथि लडाईँ गर। हेर, एको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। तैले यरीहो र त्यसको राजालाई जे जसो गरेको थिइस्, ए र त्यसको राजालाई पनि त्यस्तै गर्नेछस्। केवल त्यहाँको धनमाल र त्यहाँका पशुहरू तिमीहरूले आफ्नो निम्ति लिन सक्छौ। त्यस सहरको पछाडितिर ढुकेर बस्नु। यसकारण यहोशू सबै योद्धाहरूका साथमा माथि आक्रमण गर्न जानलाई उठे। यहोशूले 30,000 सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राति नै पठाए। तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, हेर, तिमीहरू त्यस सहरको पछिल्लोतिर ढुकिरहनु, सहरबाट धेरै टाढा नजानु र चनाखो रहनु। मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन् तब हामी अघि जस्तै उनीहरूले खेद्दा भाग्नेछौँ। उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई सहरबाट निकै टाढा निकाली ल्याउनेछौँ। अनि उनीहरूले भन्नेछन्, पहिले झै इजरायलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्। यसैले जब हामी उनीहरूका सामुन्नेबाट भाग्नेछौँ तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्यो सहर कब्जा गर्नु, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा त्यो सुम्पनु हुनेछ। जब सहर कब्जा गर्नेछौ तब तिमीहरूले त्यसमा आगो लगाइदिनु। परमप्रभुको वचन अनुसार तिमीहरूले गर्नु। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु। यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू गएर एको पश्चिमतिर बेथेल र एको बीचमा ढुकी बसे। तर यहोशू चाहिँ त्यो रात मानिसहरूका साथमा रहे। यहोशू बिहान सखारै उठे र मानिसहरूलाई भेला गराएर इजरायलीहरूका अगुवाहरू समेत तिनीहरूका अघि एतिर गए। तिनीहरूसँग भएका सबै योद्धाहरू सहरको सामुन्ने नजिकै आए र एको उत्तरतिर पाल टाँगे। तिनीहरूका र एको बीचमा एउटा बेसी थियो। यहोशूले 5,000 जति मानिसहरू लिएर सहरको पश्चिमतिर बेथेल र एको बीचमा मानिसहरूलाई ढुक्न राखे। तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेसीमा नै रात बिताए। जब एका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इजरायलीहरूका विरुद्धमा लडाईँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतार साथ निस्के। तर सहरको पछिल्लोतिर आफ्नो विरुद्धमा ढुकिएर बसेका छन् भन्ने उनलाई थाहा थिएन। तब यहोशू र सबै इजरायलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड स्थानको बाटो भागे। यिनीहरूलाई खेद्नेलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए र उनीहरू यहोशूको पछि खेद्दै गए र